Referee हुन्छ त्यसै गरी डम्पर लिम्बू गम अपरेटर हुनुहुन्छ धनकुमार मैनाली IBA 3 star RJ and TD त्यसै गरेर हामी सभा अध्यक्ष दीपक रायज्यू प्रेसिडेन्ट धरा जोरदार ताली हरकराज रायज्यू त्यसै गरेर आजका सभाध्यक्ष दीपक राय प्रेसिडेन्ट धरान बक्सिङ अब हाम्रो परिचयको कार्यक्रम रहेको section. अब यो बक्सिङको बारेमा धेरै ज्ञान छैन तर हेर्दाखेरि रमाइलो लाग्ने खेल्दाखेरि चाहिँ गाह्रो लाग्ने होला हैन तर हेर्दाखेरि अत्यन्तै रमाइलो लाग्ने खेल चाहिँ यो बक्सिङ खेल रहेको छ र यहाँ म सँगसँगै बस्नुहुने हाम्रो सरहरू राष्ट्रिय स्तरबाट चाहिँ विभिन्न ठाउँमा खेलेर पदकहरू हासिल गरिसक्नु भएको रहेछ। अब यो सबै सिनेमालाई हेर्दाखेरि म सबै खेलाडी खेलकुदमा आबद्ध हुनुभएका महानुभावहरू अहिले खेल्दै गरेका छन् मसिना भाइ बहिनीहरू सबैजनालाई हार्दिक बधाई धन्यवाद शुभकामना गर्दछु। खेलकुदलाई माया गर्नुपर्छ खेलकुदको विकासमा हामी जुट्नुपर्छ भन्ने चेतनाले उठेर हामीले चाहिँ आफ्नो वर्गले भ्याएसम्म सङ्घर्ष गरिरहेका छौँ दुःख गरिरहेका छौँ। यस्ता कार्यक्रमहरू हामीले टिभीमा हेर्ने गर्छौँ विशेष गरी है। आज हामीले प्रत्यक्ष रूपमा हाम्रै आँखा अगाडि हाम्रै नजरमा आयोजना गरेको कार्यक्रम हेरिरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यो एउटा चाहिँ गर्व गर्न लायक कार्यक्रम हो भन्ने मलाई विश्वास छ। यो कार्यक्रमले खेल जगतमा विशेष गरी यो स्पेसलाइज यो बक्सिङ टुर्नामेन्ट भनौँ बक्सिङ प्रतियोगितामा चाहिँ आबद्ध हुनुभएका सम्पूर्ण खेलाडीहरूलाई उत्साह थपेको छ। खेलबाट पनि आफ्नो परिचय बनाउन सकिन्छ भन्ने कुरा खेलाडी भाइ बहिनीहरूले पनि बुझ्न सक्नु भएको छ भन्ने मैले विश्वास लिएको छु। हामी विद्यालय जान्छौँ कलेज जान्छौँ एक खालको शिक्षा हासिल गर्छौँ तर त्यो भनेको वास्तवमा एउटा थ्योरी मात्रै हो। अरूले लेखेको किताब पढ्छौँ अनि जाँच दिन्छौँ पास गर्छौँ एउटा हो पढेको हो उसले भन्ने कुराको प्रमाण मात्र राख्छ तर वास्तवमा व्यक्तिमा एउटा चाहिँ कला हुन्छ एउटा हुनर हुन्छ। कोही गायन क्षेत्रमा अब्बल होला कोही नृत्यमा अब्बल होला कोही खेलकुदमा अब्बल होला कोही बक्सर होला कोही फुटबलर होला कोही के होला। यो भनेको चाहिँ हाम्रो के त भन्दाखेरि हामी भित्र रहेको एउटा ट्यालेन्टलाई चाहिँ जिगप गरेर निकाल्ने कुरा पनि हो। त्यसो भएको कारणले गर्दाखेरि बक्सिङमा आबद्ध रहनुहुने सम्पूर्ण खेलाडी नयाँ पुस्तालाई पनि चाहिँ यो कार्यक्रमले एउटा हौसला थपेको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू धरानमा हामीले आयोजना गरौँ। हामीले पनि केही सकेको सहयोग गर्छौँ। सङ्घ संस्था अथवा चाहिँ क्लबहरू जति पनि हुनुहुन्छ यहाँको सक्रियतामा
यहाँको विशेष पहलकदमीमा यो कार्यक्रम भइरहेको छ। तपाईँहरूलाई पनि म इन्करेज गर्न चाहन्छु है, यो चाहिँ एकचोटि भयो अनि अर्कोचोटि चाहिँ नहुने खालको नहोस्। यस्ता कार्यक्रमहरू अझ व्यवस्थित तरिकाले अझ भव्य तरिकाले प्रचार प्रसार गरेर विशाल तपाईँको चाहिँ होइन एउटा स्टेडियममा यो खालको कार्यक्रमहरू गर्न सकेको हौँ भन्ने शुभकामना म व्यक्त गर्न चाहन्छु। यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र खेलाडी भाइ बहिनीहरूलाई म भन्न चाहन्छु, खेलमा पहिलो दोस्रो तेस्रो यस्तो हुने एउटा नियमै छ, तर बारम्बार भन्दै गरेको कुरालाई म फेरि दोहोऱ्याउँछु, वन्स अ प्लेयर अलवेज द विनर। खेलाडी हार्दैन, खेलाडीले हार्न मान्दैन, खेलाडी हार्न जान्दैन। त्यो अर्थमा राजनीति र खेल एउटै हो। हामी राजनीति गर्ने मान्छे हामी हार्न मान्दैनौँ, तर खेल र राजनीतिमा के फरक छ भने खेलमा चाहिँ रेफ्री हुन्छ, राजनीतिमा चाहिँ हुँदैन है। नियम कानुन मान्दैन राजनीति गर्ने मान्छे, उसले के भन्ठान्छ भने नियम कानुन बनाउने प्रक्रिया चाहिँ राजनीति हो भन्ठान्छ। त्यसले गर्दाखेरि राजनीति गर्ने मान्छेले नियम चाहिँ मान्दैन, फटाफटा हुन्छौँ हामी है। यहाँ 2-4 जना हामी राजनीति गर्ने मान्छे पनि सक्छौँ, तर खेलमा चाहिँ नियम हुन्छ। त्यहाँका सुटी बजेपछि सक्छ, राजनीतिमा चाहिँ आन्दोलन हुन्छ, त्यति फरक छ। तर मैले भन्न खोजेको कुरा के छ भने खेलाडी हार्न मान्दैन, खेलाडी हार्न जान्दैन। खेलाडी तबसम्म हार्दैन जबसम्म ऊ आफूले चाहिँ हारेको घोषणा गर्दैन। त्यसले गर्दाखेरि आज पहिलो स्थानमा आउन नसके भने तपाईँ विनरै हो है। पहिलो स्थानमा आउन नसके भने तपाईँ विनरै हो। वन्स प्लेयर अलवेज द विनर। र देशमा चाहिँ हाम्रो देशलाई, हाम्रो नेपाललाई चाहिँ होइन, हाम्रो चाहिँ यो राष्ट्रिय झन्डालाई हराएर हाम्रो चिनारीलाई बोकेर अन्तर्राष्ट्रिय स्तरका टुर्नामेन्टहरूमा पनि यहाँको चाहिँ सहभागिता होस् र यहाँले पदकहरू हासिल गर्नुहोला र यहाँको आफ्नो व्यक्तिगत करियर मात्र नभएर देशको चाहिँ एउटा प्रतिष्ठालाई पनि माथि लैजानुहोला भनेर म चाहिँ अहिले सहभागी बन्नुभएका खेलाडी भाइ बहिनीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। र यो अत्यन्तै सुन्दर कार्यक्रममा मलाई बोलाउनु भएकोमा आयोजक टिमलाई, साथै यो कार्यक्रम सञ्चालक जो जतिले दुःख गर्नुभएको छ, यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै शुभकामना मन्तव्य यही अन्त्य गर्दछु। र यहाँको समक्षबाट मैले म बिदा गर्न दिन चाहन्छु। मलाई सबै गेम हेर्न मन परेको थियो, बट युट्युब म पत्रकारहरूको उहाँको च्यानल मार्फत यो गेम सबै हेर्नेछु। यति भन्दै मेरो मन्तव्य राख्दछु। नमस्कार सबैलाई। International Boxing Federation बाट हुनुहुन्छ। Apurv HK Foundation बाट किशोर पुन। Thank you so much. र साथमा महेश आनन्दज्यू पनि हुनुहुन्छ। र धेरै धेरै धन्यवाद मेरो साथी भानुकुमार मैनालीज्यूलाई ग्लब्स हस्तान्तरण गर्दै प्रमुख अतिथि मेरो